साथीहरु नमस्ते। यहाँ हेर्नु हामीकी दिदीले आज के बनाउनु हुँदैछ। क्या बना रहे हो दिदी आप? पाव भाजी इधर भाजी गरेको छ यता। त्यो हरियो मटर छ, इसको ग्रीन मटर को क्या करोगे? पाव भाजी में पाव भाजीमा बनाउनु हुँदैछ। अनि यता पनि बनाएर राख्नु भएको छ। आउनु न तपाईहरुलाई देखाउँछु। यहाँ हामीको दिदी हुनुहुन्छ, देखो इधर। यहाँ चाहिँ पनिर बनाएको छ। चाहिँ यहाँ हेरेर बनाउनु पर्छ। मैडमले लेखिदिएकै हुन्छ के बनाउनु पर्छ। पराठा सेक्नु हुँदैछ। यहाँ हेर्नु अर्कै डिजाइनको हुन्छ। यहाँ चाहिँ फेरि यस्तो खालको त्यहाँ राख्नु हुँदैछ। अब यहाँ कसरी बेल्नुहुन्छ म देखाउँदैछु ल तपाईहरुलाई, हेर्दै जानु। यसमा चाहिँ घिउ हाल्नुभयो 2 चम्ची। त्यहाँबाट यसलाई रोल गर्नु हुँदैछ। हेर्नु है साथीहरु। यस्तो खालको पराठा खानुभएको छ साथीहरु? तपाईले कमेन्ट गरेर भन्नुस् त खानुभएको छ भने। यहाँ हेर्नु मैले त पहिलोचोटि देखिरहेको थिएँ। यहाँ आइकिन फर्स्ट टाइम देखिरहेको थिएँ यस्तो खालको पराठा। यहाँ हेर्नु यस्तो हुन्छ पराठा। ल अब यहाँ गयो है। यहाँ चाहिँ पाउ भाजी कस्तो दामी देखियो साथीहरु। चलाउँछ आरे दिदीले। हेर्नु हेर्दा कस्तो मजाको साथीहरु। बाई।